धाउ कानार कोन्ना कोन माउ छानार छोगा छोक गाउ साशप्क्यु सुम्मा सुम ला फायाता छागा छक हाउ छल्ला छल लानार लो साकाता कायाता क्याजिमो केसा के बाशप्क्यु बु खायाता ख्याशप्क्यु ख्यु माउ छानार छोगा छोक खायाता ख्याटिमो खेदा खेत हाउ दारा डा हागिको हि दाउ गाडेंगबो गे साबादा बायाता जानर जोंगा जोंग छाडेंगबो छेन्ना छिन पानार पो घाउ श्यान्ना छिन दाका दाक लात ला याशप्क्यु युल्ला युल सा ला हंगा हंग माडिंगमो मेदा मे के बो ख्यु छोक खे दै गे जोंग छिनपो श्यान दाक ला युल सा लाहंग मे हाउ जाजिगु जिगा जिग राता ताटिंगबो तेन्ना तेन हाउ दाजिगु दि ना हंगा हंग यानार योदा यो पा मा याजिगु यिना इन रानाता ना मा नम थानार थेसा थे बाशप्क्यु बु याजिगु यि गाउ नासा ने ना हंगा हंग यानार योदा योद मा याजिगु यिना इन जिग तेन दि नांग यो पा मा इन नम थे बु यि ने नांग यो मा इन लाहाता ला याजिगु यि फानार पो बारादा डांगा डांग गाउ नासा ने माउ छानार छोगा छोक दागा दाक ना हंगा हंग माडिंगमो मेदा मेद ला फायादा छानार छोगा सा छोक दांगा दांग फायादा छानार छोगा सा छोक माउ छम्मा सा छम दागा दाक ना हंगा हंग माडिंगबो मेदा मे ला यि फो डांग ने छोक दाक नांग मेद ला छोक दांग छोक छम दाक नांग मे रागिगुरी दांगा दांग नागा सा नक साशप्क्यु सु भाउ चासा चे पा हागिगु हि सा सातता ताटिंगबो तेंगा तेंग रागादा गायाता ग्यासा गे पा काशप्क्यु कुन्ना कुन ताशप्क्यु तु भाउ साकाता कानार कोर्रा कोर कायाता क्यांगा क्यांग गा ला यानार योदा ये रे दांग नक सु चे पी सा तेंग गे पा कुन्तु कोर क्यांग गा ला ये जसै तपाईहरु यो पढ्नु हुँदाखेरि जस्तो यहाँ तीनवटा अक्षर जोडेको छ यसले कसरी पढ्नु पर्छ भन्दाखेरि म तपाईहरुलाई ठुलो भनेर देखाउँछु कतिपय यसमा जोगिन सकिन्छ र अब यसलाई चाहिँ कसरी पढ्नु पर्छ भन्दा यहाँ यसको बीचमा टिक छैन यस्तो टिक छैन हैन जस्तै टिक भाग भए कसरी पढ्नु पर्छ भने ना हाङ भन्ने पढ्नु पर्छ है टिक भाग भए अब यसमा चाहिँ के छ भने एउटा दुईटा तीनवटा ना हा गा तीनवटा अक्षर अब बीचमा टिक नराखिकन हैन सँगै भएको कारणले चाहिँ यसरी कसरी उच्चारण गर्नुपर्छ र कसरी पढ्नुपर्छ भन्दाखेरि नाहाङ भन्ने पढ्नुपर्छ है अब यहाँ टिक छ भने ना हाङ भन्ने पढ्नु पर्यो टिक छैन भने नाहाङ भन्ने पढ्नु पर्यो है यसरी पढ्नु भयो भने तपाईहरुलाई योहरु पढ्न एकदम सजिलो हुन्छ।